हेलो नमस्ते। आज म चाहिँ यो बाइकको रिङबाट र चेनबाट राम्रो घडी बनाउँदैछु। तपाईँहरूलाई कस्तो लाग्छ कृपया हेरेर साथ दिनुहोला र तपाईँलाई पनि आवश्यक परे बनाउनुहोला। म चाहिँ यो साइकलको रिङमा यो घडीको चाहिँ मिटर हाल्दैछु। वाल पार्न खोजेको यहाँ चाहिँ हुन्न भन्नुभयो यो मेटलमा चाहिँ। र म चाहिँ अर्को ठाउँमा जाँदैछु न्यू रोडमा है, नयाँ बजारमा नयाँ बजारमा। यहाँ यो रिङमा चाहिँ ठ्याक्क यो चाहिँ घडीको यो मेसिन चाहिँ यहाँ ठ्याक्क फिटिङ गर्नु थियो। र म यहाँ श्याम दाई मेटल प्लस यो वर्कसपमा आएको छु। यहाँ दाइले चाहिँ हुन्छ भन्नुभयो, 2-3 ठाउँमा गएको हुन्न भनेर फर्काइदिनु भयो मलाई चाहिँ। तर चाहिँ म यहाँ फाइनली चाहिँ दाइले चाहिँ हुन्छ भनेर दाइको प्रतीक्षामा छु। र दाइले पनि यहाँ नापजाप गर्दै हुनुहुन्छ ठ्याक्क फिटिङ गर्नको लागि। ठ्याक्क त्यो घडीको मेसिन त्यो रिङभित्र फिट हुनुको लागि दाइले नापजाप गर्दै हुनुहुन्छ काट्नको लागि है। दाइ धेरै स्वाद हुनुहुँदो रहेछ। तपाईँहरूलाई पनि कामको आवश्यक पर्यो भने दाइले सम्झिनु सक्नुहुनेछ। दाइले हेर्नुहोस् त कति राम्रो तरिकाले मेसिनमा राखेर अब काम प्रोसेसिङ सुरु गर्दै हुनुहुन्छ। दाइले चाहिँ फाइनली काट्न सुरु गरिसक्नुभयो। दाइको मेहनतलाई धेरै धेरै सल्युट छ, मलाई साथ दिएर चाहिँ सहयोग गरिदिनु भएकोमा। निकै अप्ठ्यारो र यो साह्रो हुनाले गर्दाखेरि धेरै ठाउँमा चाहिँ हुन्न पनि भन्नुभयो। श्याम दाइले चाहिँ म गरिदिन्छु त नि भनेर चाहिँ मलाई साथ दिएर काम सुरु गरिसक्नु भएको छ। हेर्नुहोस् कति अप्ठ्यारो तरिकाले छ काम गर्नलाई है। फाइनली चाहिँ ठ्याक्क यो मेसिन जाने चाहिँ पुवाल भयो, फिटिङ भयो। अब चाहिँ म यसलाई लिएर घरमा जाँदैछु। फाइनली म चाहिँ मेरो घरमा कोठामा या दोकानमा आइपुगेँ। म यो चाहिँ दोकानमा फिटिङ गर्नु छु है। ठ्याक्क यो फिटिङ अब फिटिङ गरेर यसलाई राख्ने हो। यस्तरी ठ्याक्क भएको छ। अब यसलाई जमाउनु पर्ने छ। मसँग गम अलरेडी रेडी छ। अब ठ्याक्क 4 कुनामा मैले गम चाहिँ लगाएँ है। यस्तरी गम लगाएर यसलाई चाहिँ जमाएँ। भिडियो कस्तो भइरहेछ प्लिज लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला। हजुरहरूलाई पनि यस्तै घडी बनाउन मन लाग्यो भने र राम्रो लाग्यो भने हजुरहरूले पनि मेरो भिडियो हेरेर सिकेर बनाउन सक्नुहुनेछ है। अब त्यो चाहिँ घडीको त्यो मेसिनलाई छोप्नको लागि मैले कागज काटेँ, ट्याक्क त्यहाँ राख्छु। त्यहाँ फाइनली चक्कु कैँची मागेर कति ट्याक्क बिचमा पाल पारेँ। यस्तो मैले चाहिँ यो बच्चाको नम्बर 1 2 3 12सम्म लेख्नु लागि नम्बर पनि ल्याएको छु। स्टेसनरीमा पाइन्छ है यस्तो सामानहरू चाहिँ। हजुरहरूले स्टेसनरीबाट ल्याउन सक्नुहुन्छ। मैले नापचाप गरेँ त्यसलाई ठ्याक्क रिङमा भएको त्यो घडीको मेसिन नदेखियोस् भनेर है। हजुरले चाहिँ अरू रङको पनि कागज युज गर्न सक्नुहुन्छ, बोर्ड युज गर्न सक्नुहुन्छ। मैले फाइनली चाहिँ काट्दैछु। कस्तो हुनेछ घडी फाइनलमा लास्टसम्म हेर्नु होला है। मैले गोलो बनाएर काट्दैछु। यो घडीको मोटर चाहिँ घडीको पार्ट्सहरूमा के अरे घडीको बनाउने ठाउँमा पाउँछ है। तपाईँले चाहिँ घडी बनाउने ठाउँमा गएर भित्ते घडीको के अरे मोटर दिनु भनेपछि मोटर दिनुहुन्छ। मोटर मेसिन जे भए पनि उहाँले बुझ्नुहुनेछ। ठ्याक्क मैले गम लाएर चाहिँ यसलाई अडाउँदैछु है। गम फेरि एकदम पावरफुल हुन्छ यो भेगा क्विक भन्ने। यसरी गर्दैछु। फाइनली अब त्यो रेडी भयो। हल्का बाँकी भएको म काट्दैछु यसो एक्स्ट्रा भएको। राम्रो भइसक्यो। गुड। अब चाहिँ मेरो सिग्नेचर मैले आफै बनाएको भनेर मेरो आफ्नै सिग्नेचर सानो यसो दिँदैछु है त्यसमा है। मेरो सिग्नेचर मेरो छोरीले पनि यसमा चाहिँ हेरेर साथ दिँदैछिन्। तर त्यहाँ राखेर यसो अल्झाएर
त्यस्तै राख्नुको कारण स्ट्यान्डमा तलपट्टि मोटरले छुन्छ नि त, तल फेरि पक्का आउँछ कि भनेर मैले चाहिँ त्यहाँ अलिकति ठाडो बनाएर नम्बरहरू राख्दैछु। त्यो नम्बर निकालेँ मैले। अब फाइनली त्यो नम्बर चाहिँ स्टेसनरीबाट लिएर आएर 1 2 3 त्यो लेखेको राम्रो नम्बर हुँदो रहेछ, त्यसलाई चाहिँ लिएर आएर मैले चाहिँ त्यो 12 को छ, यो 12 को चाहिँ नम्बरमा चाहिँ अलिकति फाइनली मैले 12 चाहिँ चिप्काइसकेँ है। 12 1 2 3 4 5 6 7 8 9 10 11 यसरी चिप्काउने। 12 अब 6 है, 6 नम्बर लाएँ मैले फाइनली। अब चाहिँ 3 को पालो छ, 3 पनि चिप्काइसकेँ। तपाईँले चाहिँ यसो हेरेर साह्रो भइसकेछ। अब 9 को पालो छ है। दोकानमा अरू कस्टमरहरू पनि आउँदै हुनुहुन्छ, उहाँहरूले पनि हेर्नुभएको छ के बनाउँदै हुनुहुन्छ भनेर घडी भनेको। उहाँले नि 1 2 जनाले इन्ट्रेस्ट दिएर हेर्दै हुनुहुन्थ्यो। फाइनली 1 अब 2 अनि अब 3 टाँसिसकेँ। 4 को पालो मैले चाहिँ रेन्डमली टाँसेँ है, यसो मिलाएर यहाँसम्म होला भनेर। 7 8 9 छ। अब 8 पनि टाँसेँ मैले, हेर्न सक्नुहुनेछ कस्तो मजाको घडी बन्दैछ है। तपाईँहरूले पनि यही हेरेर यसरी नै बनाउन सक्नुहुनेछ। एकदम राम्रो आकर्षण र नयाँ युनिक डिजाइन पनि हुनेछ है यो है। फाइनली टाँसेर मैले भ्याइसकेँ। हेर्नुहोस् त, आहा कति राम्रो लुक चाहिँ फरक आइसक्यो है, लुक फरक आइसक्यो। अब चाहिँ यतापट्टि चेन, यो नम्बर घडीको त्यो मैले रिङ लगाउँदैछु। फाइनली पछाडिपट्टि अब ब्याट्री हाल्ने ठाउँ कस्तो राम्रो देखियो है। डमलाई चाहिँ मैले अब बिल्कुल लगाएर राखिदिएँ। छोरीले पनि हेर्दैछिन्। अब चाहिँ पाइहाल्यो आयो सुईको। सुई पनि घडी पसलमै पाउँछ है। सेकेन्ड सुई, घन्टा मिनट र सेकेन्ड भयो है। सुरुमा चाहिँ हामीले चाहिँ घन्टा सुई राख्नुपर्ने हुन्छ। हेर्नुहोस् चेन, अब चेनमा चाहिँ यसरी तलपट्टि झुन्ड्याउने हो, यसलाई टाँस्ने केही पनि होइन। यस्तै त्यो रिङको चाहिँ दाँतीमा चेन चाहिँ यसरी च्याट्ट मैले एकचोटि ट्रायल गरेर हेर्दैछु कस्तो हुन्छ भनेर, भयो कि भएन, बस्यो कि बसेन भनेर। फाइनली यसको एकदम यस्तै रहनेछ यो घडी है। दामी 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 कस्तो लाग्यो हजुरहरूलाई? प्लिज लाइक गर्नु चाहिँ नबिर्सिनु होला है। फाइनल चाहिँ सुईहरू अब यो चल्ने पनि हुन्छ है। यो घडी राम्रोसँग जल्छ है। टाइम पनि यसो 4 5 मिनट तल माथि भए पनि टाइम चाहिँ नि दिने गर्छ यसले। मैले त्यो घडी पसलबाट लिएर आएको थिएँ। अब घन्टाको सुई राख्दैछु मैले है, त्यहाँ फिटिङ गर्दैछु। सजिलै फिटिङ हुन्छ लगभग। यसो मिलाएर धेरै प्रेस पनि नगर्नु होला हजुरहरूले, बिस्तारै प्रेस गरेर 9 बाट सुरु गर्नु होला। 9 ट्याक्क 9 मा घन्टाको सुई 9 मा र मिनटको सुई 12 मा राखेर 9 बजाएर घडी सुरु गर्दा राम्रो हुने रहेछ है। एक्ज्याक्ट टाइम हुन्छ भन्नुभएको थियो मलाई पनि। सुरुले पनि यता यो सेकेन्ड स्विच राख्नलाई चाहिँ अलिकति अप्ठ्यारो भयो। त्यो नम्बर चाहिँ अलिकति मेरो हाइटी भएको हुनाले अब सेकेन्ड स्विच राख्दैछु मैले। सेकेन्ड स्विचको अलिकति तालमेल नमिलेर अलिकति अप्ठ्यारो पनि भयो मलाई। टाइम मिलाउनु घुमे कि घुमेन भनेर सबै सुईहरू चेक गर्दैछु मैले। थोरै हल्लियो यहाँ ठुक्दैछु मैले, बिस्तारै ठोक्नु होला है। फेरि त्यो थोरै डाउन भएर खुच्चेको भएर त्यो सेकेन्ड सुई नै मिलाउनु मलाई अलिकति अप्ठ्यारो भयो। फेरि निकालेर फेरि फिटिङ गर्दैछु मैले।
यस्तै भिडियोको लागि मेरो च्यानल चाहिँ सब्स्क्राइब गर्नु चाहिँ नबिर्सनु होला। फेरि एकचोटि निकालेर फेरि फिटिङ गर्दैछु मैले है। सुईहरू थोरै दोब्रिएको भएर अलिकति तलमाथि भएर सेकेन्ड सुई अड्कियो। मिलाउँदैछु थोरै। त्यहाँबाट घुमाएर चेक गर्दैछु मैले। फाइनली लगभग भइसक्यो। अब सबै एकचोटि सर घुमाएर कतै अड्किन्छ कि भनेर कतै छोइन्छ कि भनेर चेक पनि गर्नुपर्ने हुन्छ है। चल्दा चल्दै कतै ठोकिन सक्छ। सेकेन्ड सुई चाहिँ अलिकति त्यहाँ मिलेन अलिकति। यो भिडियो खिचेर मैले भोइस चाहिँ पछि हालेको है। कतै अलिकति भोइस तपाईँलाई कस्तो लाग्छ भोइस ओभर गरेको है। अब फाइनली ब्याट्री हाल्ने पालो आएको छ। ब्याट्री हालेर हेर्दैछु ब्याट्री राम्रोसँग बसेन क्या हो। ब्याट्री मैले अलिकति राम्रोसँग ट्याक्क थियो पछाडि हेरेरै। फाइनली घडी चलि पनि सकेको छ। सेकेन्ड सुई थोरै अझै अड्केको जस्तो लाग्यो मलाई। थोरै ठोकेर मिलाउँदैछु। यसो हेरेको त्यहाँ सेकेन्ड सुई अलिक थोरै बाङ्गिएको रहेछ। त्यसलाई चाहिँ थोरै सोझ्याउँछु। हो अब चाहिँ पक्का अब चाहिँ 100% हुनेवाला छ। गुड ताली है। फाइनली चाहिँ घडी चाहिँ घुमेको छ सेकेन्ड सुई सहित है। देख्न सक्नुहुनेछ तपाईँहरूले मजाले कति आकर्षण राम्रो पनि भएको छ। नम्बर पनि कति डिजाइनको भएको छ हेर्न सक्नुहुन्छ। मैले बुढीलाई देखाउँदैछु बुढी पनि मक्ख पर्दैछिन्। फाइनली यति धेरै मिहिनेत गरेको चाहिँ सक्सेस भएको छु। अब चाहिँ यहाँ भित्तामा मेरो रेस्टुरेन्ट 99 मा झुन्याउँदैछु है। तपाईँले सबैजनाले साथ दिएर अब ट्याक्क यो रेस्टुरेन्टको बिचमा यहाँ झुन्याउनुको चाहिँ काँटी ठोकेर माथिपट्टि सानो एउटा रिङ पनि हुनेछ। त्यो रिङमा चाहिँ त्यो राखेर बिच भागमा हेरेर काँटी कङ्क्रिट काँटी अलिक बलियो काँटी ठोक्नु होला। यदि हेभी 2-3 चोटि उछुट्टियो उहाँ पुग्यो जस्तो काँटी उछुट्टिएर फेरि फाइनली मैले दोहोरो तरिकाले काँटी ठोक्दैछु है। काँटी त तपाईँहरूले पनि दोहोरो तरिकाले ठोक्नु होला। अनि त्यो रिङ छ त्यो रिङलाई ट्याक्क त्यो चेनमा राखेर माथि झुन्याइदिनु होला। र घडी फाइनली घडी चाहिँ मैले सो गर्दैछु है। ट्याक्क त्यो दाँतीमा ठ्याक्क राख्न सकिनेछ। हेर्नुहोस् त अब टाइम पनि मिलाउनु पर्ने छ। फाइनली मैले टाइम पनि मिलाउँदैछु। एकदम सजिलो इजी र राम्रो आकर्षण र छुट्टै प्रकृतिको घडी हुनेछ। फाइनली मैले चाहिँ सक्सेस गराइसकेको छु। मेरो मेहनत यहाँ देख्न सक्नुहुनेछ कस्तो हुँदैछ। फाइनल लुक यस्तो भयो। धन्यवाद।